हामी किन चुनाव किन गर्ने, केका लागि चुनाव गर्ने, मान्य किन हुनु पर्यो, मन्त्री किन हुनु पर्यो, गाउँपालिकाको अध्यक्ष किन हुनु पर्यो। तर आज 48 सालदेखि यता कांग्रेसले जुन जुन बेला हामीले निर्वाचन जितेका थियौं र हुम्ली जनताको लागि के को लागि हामी प्रतिनिधि भएर गएका हुनु त यहाँ अहिले भन्ने गरिन्छ माननीय भनेको त कानून ऐन बनाउने हो भनेर भन्ने गर्छन्। तर जनताले त तिमी ऐन बनाएर ल्याऊ भन्दैन। चुनावको बेला गाउँ जाँदा खानेपानी चाहियो, बाटो चाहियो, बिजुली चाहियो, स्कुल चाहियो, तटबन्धन चाहियो। अहिले पनि तपाईहरु गाउँमा जानु हो, पहिलो त तिमी कानून राम्रो बनाउँछौ कि बनाउँदैन भनेर भन्नु भएन होला। हाम्रो गाउँमा यो समस्या छ, यो समस्याको समाधान गर्छौ कि गर्दैन। अघि पनि तपाईहरुले सुनेको कुरा म त अब आज आउँदैछु र अहिलेको अवस्थामा नेपाली कांग्रेस 48 सालदेखि अहिलेसम्म हामी चुनाव लड्दा अहिले जतिको नेपाली कांग्रेसलाई सजिलो कहिल्यै पनि भएन। तपाईले सरसर्ती हेर्ने हो भने जति अहिले उम्मेदवारहरू छन् ती उठेका उम्मेदवार एक हात बाहेक ती 4-500 मत ल्याउने होला नै छ। कोही पढे लेखेका इन्जिनियर, कोही पढे लेखेका युनिभर्सिटीबाट पढेर आएका र नयाँ क्रान्ति गरौं भन्ने खालका तीनटा दलको त त्यस्तै नै हाराहारी छ। अहिले हामीले सरसर्ती हेर्ने हो भने पार्टीको अवस्था हेर्ने हो भने कांग्रेस पहिलो, अब तपाईहरुले माओवादी पार्टी भन्ने छैन है, त्यो गइसक्यो, पूर्व भइसक्यो। नेपाली कम्युनिस्ट पार्टी भन्ने छ, किनकि माओवादीको चिन्ह नै अर्को थियो, अर्को पार्टीमा रूपान्तरित भइसक्यो। अनि नेकपा एमाले छ। अब सबैभन्दा लास्टमा अहिलेको हाम्रो डेटा हेर्दाखेरि लास्टमा एमाले नै। यो हिसाबले कांग्रेसको पराजय हुने भन्ने कहीँबाट पनि छैन। र जुन सबै साथीभाइहरूले गरेको माया ममताले हेर्ने हो भने पनि हाम्रो मत थपिएकै छ। मैले यसो हेर्छु अहिलेको हाम्रो क्रियाशीलको हेर्ने हो भने त कहिले कहिले जयपति र ताराबहादुरलाई त्यो त घरै बसिरहेको पनि हुन्छ कि भन्ने जस्तो पनि लाग्छ। पहिला हाम्रो 5200 थियो, अहिले 1200 जति चाहिँ रिन्यू भएको छैन। 200 जति यताउता छोड्यो, मोर भाग पनि भयो होला, छोड्यो होला। अब 4000 भएको छ। अहिले नयाँ क्रियाशील हाम्रो 4000 छ। हट्यो ल 2 भने पनि कति भयो त 6000 भयो। 6000 त भयो नि। क्रियाशील भनेको के हो भने म क्रियाशील छु भने मैले कम्तीमा पनि आफूले एकजना मान्छे ल्याउने भने 12,000 त म छँदैछ त। 12,000 भएन त। र अहिले 32,278 32,278 या 94 कति होला 300 हो जस्तो लाग्छ। त्यही त 34,200 त्यस्तै छैन। अहिलेको अवस्था हेर्दा हिउँदको अवस्था हेर्दाखेरि 26,000 भन्दा बढी नखस्ला जस्तो देखिन्छ। त्योभन्दा बढी खस्दैन होला जस्तो लाग्छ। अनि सबै भाग लाउने भने त 8,500 देखि 9,000 मत ल्याउने मान्छेले जित्छ। हाम्रो त 12,000 छ त। त्यही हिसाबले त्यही जवाबी हामीले भरेको हो भने त मलाई थाहा छैन। होइन भने 6 दुनी 12 क्याल्कुलेसन यसरी गर्नुहोस् न। अनि त्यो 12 मा मान्छेहरूले 2,000 त हाम्रो छैन भनेर 2,000 छोड्दियो, 10,000 टन्नै छ नि त। क्याल्कुलेसनको कुरा गर्ने हो भने त्यसरी हुन्छ कि भित्र पार्टीभित्रको महत्त्व छ। अब अहिले त यहाँ विभिन्न खालको प्रचार पनि गरिरहेको छ। कसैले कहाँ भिगे नारा लगायो भन्छन्, कसैले कहाँ जातीय नारा लगायो भन्छन्, कसैले के। त्यो मान्छेहरूको आफ्नो मनगणन्ती कुरा हो। बहुदलीय व्यवस्था आइसकेपछि कांग्रेसले जहिले पनि के भनेको हो भने बिना भेदको, बिना जातको, बिना रङको हाम्रो पार्टी हो। यसले रङको विभेद गर्दैन, महिला पुरुषमा विभेद गर्दैन, यो क्षेत्र र ऊ क्षेत्र भन्दैन।